ल हेर्नुस् है, भारतमा बस्ने नेपालीहरूको लागि अत्यन्तै दुःखद खबर। भारतीय आधार कार्ड बनाएर भारतमा काम गरिरहेका 27 जना नेपाली विरुद्ध अदालतमा उजुरी परेको छ, मुद्दा परेको छ। यदि अदालतले यो मुद्दा सदर गरिदियो भने ती 27 जना नेपालीहरूलाई 10 देखि 20 वर्ष जेल सजाय हुनेछ र 3 देखि 10 लाख रुपियाँ जरिमाना हुन सक्नेछ। सो यो के हो भन्ने कुरा अहिलेसम्म फाइनल भएको छैन। अदालतबाट यसको फैसला आउन पनि बाँकी छ। तर झन्डै 80 लाख नेपाली आज भारतमा रोजगार गरेर बसिराख्नु भएको छ। आधार कार्ड बिना भारतमा केही पनि काम हुँदैन। एउटा सिम निकाल्नेदेखि लिएर हरेक काम गर्न आधार कार्ड चाहिन्छ। तर अहिले भारतमा आधार कार्ड बनाएकै भरमा छानी छानी खोजी खोजी कारबाही गरिने, पक्राउ गरिने भन्ने हल्ला पनि आइरहेको छ र समाचारको हेडलाइनहरू पनि बनिरहेको छ। हाम्रा नेपालका हिजोका शासक दलालहरूले फटाफट सारा इन्डियन भारतीयहरूलाई बोलाएर नेपाली नागरिकता बाँडेका छन्, सारा भारतीयलाई नेपाली बनाएका छन्। नेपालमा त्यस्तो छैन, तर भारतले अहिले एकदमै कडा गरिरहेको छ। अदालतको अन्तरिम फैसला आउन बाँकी छ। अहिले नै भारतमा बस्ने सबै नेपालीहरू डराइ नै हाल्नु चाहिँ पर्दैन, तर भारत सरकारले अहिले नियम एकदमै कडा गरेको छ र 27 जना नेपाली विरुद्ध आधार कार्ड बनाएर प्रयोग गरेको कारण अदालतमा उजुरी परेको छ है। यसमा चाहिँ अब सोच्नुपर्ने कुरा छ। यो भिडियोलाई व्यापक सेयर गरेर चाहिँ भारतमा बस्ने हरेक नेपालीसम्म पुगाइदिनुस् है।